राम्रो रोटी हकला गरेको अब राम्रो छैन लिएर पानी समात्नु हाम्रा भर्खरै जानुभएका हाम्रो के थियो पिताजीको नाम कुमार कटवालको चाहिँ उद्धार भएर जानुहोस् उहाँको चाहिँ वैकुण्ठमा बास होस् भगवानका सान्निध्यमा सधैँ रहिरहनुहोस् सुरुकै त श्रीमद् भागवत पाठ पारायणादि कर्म तथा च यथाशक्ति कथा श्रवणादि कर्म तथा च ब्रह्मपितृसौ भगाय धोर्जुषादयत्वा निहन्ता स्वाहा हरि ओं कुलदेवाय परितः 33 कोटि देवी देवताभ्यो नमो नमः आदि जति भाइका हातमा दिनु श्रोत्रात् भए सम्राना सम्मुखा धग्नि रजायत धूपमाग्रपे दीपम दर्शयामि नैवेद्यहरू चढाएको छ नैवेद्यान्ते आचमन नैवेद्यान्ते 3 नम्बरको जल यसो चढाइदिनु त्यसै त्यता भुइँतिर चाहिँ सम्झेर नैवेद्यान्ते आचमन जलम हरियाली ल भाइ हरि ओम लु अब हामीले ब्रह्मा 2 नम्बरको जल चढाइदिनु भाइ यहाँ नैवेद्यान्ते आचमन जलम समर्पयामि दक्षिणा द्रव्यम ताम्बूलम दक्षिणा एउटा राखिदिनु होला दक्षिणा पैसा दक्षिणा द्रव्यम च समर्पयामि ताम्बूलम पुण्यफलम च समर्पयामि पूजितोषि क्षमा स्वाहा ढोगिदिनु नमस्कार गर्नु हरि ओम अब पूर्वे अब 4 वेदको पूजा गर्नुपर्छ सुरप्रियाय लम्बोदराय सकलाय जगदिताय नागाधनाय श्रुतियज्ञविरोषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ओम वृत्ति सिद्धि सहित यहाँ अब अहिले चाहिँ अब यसमा अबको पालो यसमा ओम दक्षिणे यजुर्वेदाय नमो नमः या गच्छ या तिष्ठ या पूजन करोमि तावत् सुस्थिरो भव सुप्रसन्न भव सुवरदो भव आवाहनं समर्पयामि आसनं समर्पयामि पाद्यं अर्घ्यं चढाउनु पादय पाद्यं समर्पयामि हव आवाहनं समर्पयामि आसनं समर्पयामि पादय पाद्यं समर्पयामि हस्तय अर्घ्यं समर्पयामि मुखे आचमनं समर्पयामि सर्वाङ्गे स्नानं समर्पयामि मुखे पञ्चामृतं समर्पयामि मुखवासनार्थे मधुपर्कं समर्पयामि मधुपर्कान्ते शुद्ध जलं समर्पयामि सकल पूजा परिपूर्णार्थे चन्दन अक्षता पुष्पले पूजा गर्नु होला सकल पूजा परिपूर्ण पाद्यम अर्घ्यम आचमनिम पुनराचमनिम पञ्चामृतं मधुपर्कं मधुपर्कान्ते शुद्ध जलं समर्पयामि सकल पूजा परिपूर्णार्थे चन्दन अक्षता पुष्प सकल पूजा परिपूर्णार्थे गन्धाक्षता पुष्पाणि च समर्पयामि नमस्कारामि पूजितोषि क्षमा स्वाहा हरि ओम पुष्प बोकेर नमस्कार गर्नु ओम आसनं समर्पयामि पाद्यम अर्घ्यं चढाइदिनु पादय पाद्यं समर्पयामि हस्तय अर्घ्यं समर्पयामि मुखे आचमनं समर्पयामि सर्वाङ्गे स्नानं समर्पयामि मुखवासनार्थे मधुपर्कं समर्पयामि मधुपर्कान्ते शुद्ध जलं समर्पयामि सकल पूजा परिपूर्णार्थे चन्दन अक्षते खाल्न हेर्नुस् यहाँ के छ तिलानी केतै भएर हुन्छ हरि ओम लु सूर्यलाई आह्वान गर्नु यहाँ बिचको उत्तरे अथर्ववेदाय नमो नमः या गच्छ माताजी के बीचको यताबाट के हो असल होइन ठिकै छ यहाँ पूजा गर्दाखेरि असार सप्रिन्छ त्यसको पानी पनि हामीसँग हुन्छ त्यसले गर्दा यहाँ रातोले पूजा गर्ने यहाँ रातोले पूजा गर्ने यहाँ त्यो बिचमा राखिदिनु आवाहन समर्पयामि आसनं यहाँ रातोमा यहाँ रातो आवाहन समर्पयामि आसनं समर्पयामि पाद्यम अर्घ्यं चाहिँ यो तुनामा चढाइदिनु बाहिर नपार्नु ल पादयो पाद्यं समर्पयामि हस्तयो अर्घ्यं समर्पयामि मुखे आचमनं समर्पयामि मुखे सर्वाङ्गे स्नानं समर्पयामि मुखे पञ्चामृतं समर्पयामि मुख गन्धाक्षता पुष्पाणि च समर्पयामि नमस्कारामि
रातै अक्षताले पूजा गर्नु, त्यो बिचैमा पूजा गर्दैन, रात अक्षताले। सकल पूजा परिपूर्णार्थे गन्धाक्षता पुष्पाणि च समर्पयामि नमस्कारमि पूजित होसि क्षमस्व। तपाईहरु रातो पुष्प दिएर नमस्कार गर्नु, रातो पुष्प भोगेर नमस्कार गर्नु। तपाई पनि ती यसो एउटा हातमा दाहिने हातमा रातो पुष्प लिनु, त्यही लाल पाती छ हो बहिनी छ राई दिएको त्यो चाहिँ गुन्द्री गजरा पिरा अब म्याटेस के सम्झेर दिनु भएको त्यही पनि। सर्वाङ्ग स्नानिम समर्पयामि मुखे पञ्चामृतम समर्पयामि मुखवासनार्थे मधुपर्कम समर्पयामि मधुपर्कान्ते शुद्ध जलम समर्पयामि मुखवासनार्थे मधुपर्कम समर्पयामि मधुपर्कान्ते शुद्ध जलम समर्पयामि सकल पूजा पूर्णार्थे गन्धाक्षता पुष्पाणि च समर्पयामि नमस्कारमि पूजित होसि क्षमस्व। फूल चढाऊ पाहुमा हरिको नैयाको चिर हरैयाको कृष्ण कन्हैयाको बंशी बजैयाको मिलिजुली गाउँ आरती हरिको मिलिजुली गाउँ। मिठा पानी हो तीन बिचमा। अब शनिको पालो आयो, शनिको पालो यहाँ तल बिचमा तीनवटा मध्येका बिचमा पश्चिम दिशा भन्छ त्यसलाई कालोले पूजा गर्नु पर्दछ। आसन राख्नु। ओम शनि उल्का ओम शनि समर्पयामि हस्तै अर्घ्यं समर्पयामि मुखे आचमनीं समर्पयामि सर्वाङ्गे स्नानिं समर्पयामि मुखे पञ्चामृतं समर्पयामि मुखवासनार्थे मधुपर्कं समर्पयामि मधुपर्कान्ते शुद्ध जलं समर्पयामि सकल पूजा परिपूर्णार्थे तिल काल अक्षतालाई। मनमा प्रभु छ सब रूप सजाउने, सबमा प्रभु छ भक्ति बढाउने, सबमा प्रभु छ भक्ति बढाउने। हृदय चढाऊ पाउमा हरिको, हृदय चढाऊ पाउमा हरिको कृष्ण कन्हैयाको बजैयाको मिलिजुली गाउँ आरती हरिको मिलिजुली गाउँ आरती हरिको। जानी नजानी पाप गरेको गुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे वरदं वन्दे शिवं शङ्करं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुभवभैरं सर्वलोकैकनाथं। हे नाथ पतितको अपराध बिर्सी पगरी लगाम तल खस्न नगे बलदो भव। राख्नुहोस्। पापहं पापकर्माणं पापात्मा पापसम्भवं त्राहिमां पुण्डरीकाक्ष शेष पाप हरो हर शेष रोग हरो हर शेष दारिद्र्य दुःख कष्ट हरो हर। सबैजनाले हातमा पुष्प लिनु होला। हात अलिकति सफा गर्नुपर्छ, त्यो आँखा सेकेको हो त्यसो गर्नुपर्छ हो। ल सबैजनाले पुष्प लिनु होला। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्दिताय नागाननाय श्रुतियज्ञ विभूषिभो पार्वतीपतये नमः। श्रीमन्महागणाधिपतये नमो नमः। पुराण पुरुषोत्तमाय नमो नमः। लक्ष्मी सरस्वती देव्यै नमो नमः। ओम लक्ष्मीनारायणाभ्यां नमः। ओम वास्तुपुरुषेभ्यो नमो नमः। कुलदेवताभ्यो नमो नमः। वैकुण्ठवासी श्री विष्णु भगवानको अयोध्यावासी रामचन्द्र भगवानको यस मण्डपमा स्थापित गरेका 33 कोटी देवी देवताहरूको यस घरका कुलदेवताको Krishna
हराउनु भएको हराउन लागा हराइदिएका भगवानको मन्दिरभित्र बसेर अब कतिखेरसम्म बस्छ अनि आज बस्नु भोलि बस्नु अनि यस्तो यस्तो हुँदैछ दिदी यसो यसो भयो भनेर हामीलाई सुनाउनु पर्दैन त्यो पहिला पहिला भनेको यो अहिले हामी के गर्दैछौँ भने भावनाले गर्दैछौँ विराट स्वरूपको दर्शन गर्दैछौँ हामी अहिले हामी सुरु छौँ हामी बालबच्चा छौँ हिजो मात्रै सुरु भएको हिजो त एक दुई अध्याय मात्रै भए त्यसमा पनि कथा त एउटा श्लोक मात्रै भएको थियो आज अब अलिकति हुँदैछ भन्ने कुरा उहाँले बुझ्नुहुन्छ अनि त्यो चाहिएको कुराहरू समर्पण गरिदिनुहुन्छ हामीलाई अनि यसै गरेर अनि विराट स्वरूप जीवन बिताउनु छ राजा भए पनि जानु छ जोगी भए पनि जानु छ आउनु र जानुको नाटक हेर्दै जीवन जागौन साथी जागौन धर्मको बाटोमा लागौन एक दिन यो देह छोडी सबैले जानु नै पर्ने छ जागौन साथी जागौन धर्मको बाटोमा लागौन एक दिन यो देह छोडी सबैले यो शिशुपाल उसकै साथी चाहिँ सँगै पढेको विद्यार्थी कालमा सँगै पढेको एउटै गुरुबाट पढेको अनि एउटै गुरुकुलमा बसेको यो चाहिँ किन त्यस्तो गरिब भयो झुप्रे झाम्रे भयो सक्दैन थियो होला र त्यसलाई दिएर सबैले अरूले टेवा दिने हो भने त सक्थ्यो होला नि त एउटा खाँबो मात्रै गाड्दा त घर थाम्दैन चारै सुईमा खाँबो गाडेपछि त घर थाम्थ्यो भन्नुको मतलब एउटा मूल खाँबोलाई भइरहेका छन् अहिले सज्जनवृन्द जो प्रधानमन्त्री हुन्छन् राष्ट्रपतिहरू हुन्छन् उनीहरूले पनि राम्रो काम गरे कि गरेनन् त्यो त म राजनीतिक त बुझ्दिनँ मैले राजनीतिक पढेकै छैन के बुझ्नु तर पनि मलाई यसो लाग्छ सुनाउँदै जाँदा उनीहरूका ज्ञान गुणका कुरा आउन थाले अनि अब हामीलाई अरू कुरा बताउनु भयो यो शिशुपालको कुरा
गाईका कोराली बजाइदेऊ मुरारी गाई बाछा चराउन जाने ठुलै मुख लगाउँदै गाईका कोराली बजाइदेऊ मुरारी कति हो मैले भन्नुभन्दा नि भरे धेरैतिरबाट आउँछ होला दीपक सरले कसले पहिले भनेको हो भन्ने उहाँले नै निर्णय दिनुहुन्छ, उहाँले हेरिदिनुहुन्छ। नपरेको छ यो चाहिँ पक्का हो, जसले मिलाउनुहुन्छ। अहिले हजुरले पनि मिलाउन सक्नुभयो भने तपाईँलाई नि दिने, किनभने यसमा छ कि छैन केही थाहा छैन हैन।
अहिले नलाग्न नि सक्छ भन्नुहोस् न आयो भने ल हजुरहरूलाई साह्रै एउटा तपाईहरुलाई लानुहोस् घरैमा हातैमा बाँसुरी मन्थामो घाँसोरी कृष्ण चन्द्र कृष्ण यो हाम्रो घरैमा चन्द्र कृष्ण यो हाम्रो घरैमा बाँचिराछु म तिम्रो घरैमा हातैमा बाँसुरी मन्थामो घाँसोरी हातैमा बाँसुरी मन्थामो घाँसोरी हातैमा
व्यस्ततामा हुनुहुन्छ अनि जे गर्नु पर्थ्यो त्यो गरे, मुक्का लगाए, के गरे, अनि दारी उखेलिदिए, यस्तै अनि त्यतिखेरै के गरे त भन्दा गणेशको पनि चाहिँ गणेशहरू पनि हुनुहुन्थ्यो त्यहाँ। ओम जय जगदीश प्रदायक साधन हितकारी प्रभु साधन हितकारी शरण शरण पामु शरण शरण पामु ज्ञानी ज्ञानी सर्वाणि जन्मतर कलानि सर्वाणि एवं न कर्मं वसनयुक्ते अर्पितयत्रोत्र नेमचिहं सगागेय तमतुद्धे आत्मादयोगेन विवर्तसेवया प्राणेन्द्रियाता प्रियाण सम्यक् यद्रिसयाता ब्रह्मचर्येण शाश्वत असत्पदासेन यमेन वाचं
लु अब कसैले भन्नु भएन अघि भनेकैलाई दिउँ ल लु भन्नुहोस् सबैले भन्नुहोस् जोसुकैले भन्नुहोस् ल समाधीनं तिरस्कृतं कलो धर्मं मयेरितः जय श्री राधेश्याम जय श्री राधेश्याम जय श्री पृथु राजा हुनुहुन्थ्यो पृथुका वंशमा बेनका वंशमा अब पृथु हुनुभयो
अब पिता समूहको पालो छ। छिटो छिटो एकदम स्फूर्त फुर्त रूपमा भन्नु है ठ्याक्कै। जय श्री राधेश्याम, जय श्री राधेश्याम, जय श्री राधेश्याम।
श्री राधेश्याम जय श्री राधेश्याम रैजानुस् गुरुआमा अत्यन्त मार्मिक हामी आज यो श्रीमद् भागवत कट्टल परिवारबाट आयोजित गरेको श्रीमद् भागवत महापुराणबाट निकालिएको महात्म्य श्रवण गरिसकेका छौँ, पाठ श्रवण अथवा कथा श्रवण गरिसकेका छौँ र हामीले थोरै भागवत पढेका प्रसङ्गहरूबाट निकालेका यी कथाका गाथाहरू जो भगवानले गरेका चरित्रहरू एउटा छ बाँकी छिटो भयो फेरि अब थोरै ढिलो गर्छु है छैन मायाको अफ छ बाहिरको
कश्यप ऋषिको कथा सुन्नु भएको नि कश्यप ऋषि भन्ने सुन्नु भएको साँच्चै मै त पागल रङ कैना
मानिसको स्वार्थी मन भगवान भुल्छ मानिसको स्वार्थी मन भगवान भुल्छ जब जब आपत पर्छ अनि आँखा खुल्छ कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले सच्चै मै त पागल रामकै नामले धरती हाम्रो घर आकाश हाम्रो छानानी धरती हाम्रो घर ईश्वर भन्नु एउटै नै हो उनकै पर्नु घर कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले साँच्चै मै त पागल रामकै नामले न त भज राम पहिले पहिले न त कृष्ण न त भज राम चिताएको न त पुग्यो न त बन्यो काम कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले कोही पागल कामले कोही त पागल कामले मै त पागल रामकै नामले सच्चै मै त पागल रामकै नामले
बेला तेरो मेरो केका लागि गर्दैछ दुई दिनको जिन्दगी यो हाँसेर बिताउने बिसराको घमण्ड दिन सबै हटाउने दुई दिनको जिन्दगी यो हाँसेर बिताउने बिसराको घमण्ड दिन सबै हटाउने हरिलो 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 सबले हरिलो भएको हुनाले अहिलेसम्म भगवानको नाम नीलकण्ठ रहन गएको हो भन्ने कुरा यही भागवतले बताएको छ।
अब त्यति गरिसकेपछि 20 खत तिल पानी कुस्मेर पानी समाउन लाग्नुभयो। विष छरिएको भएको हुनाले शिवजीको घाँटी निलो भयो धेरै समयसम्म। अनि त्यो निलो भएको कारणले गर्दा नै अहिले आएर भगवानलाई भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा जेलभित्र जन्मनुभयो स्वयं परमात्मा जेलभित्र जन्मनुभयो स्वयं परमात्मा आनन्द उमङ्ग भयो जय कन्हैया लाल की जय कन्हैया लाल की जय कन्हैया लाल की गोकुल भयो आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की हात्ती दिए घोडा दिए औरा दिए पालकी हात्ती दिए घोडा दिए औरा दिए पालकी जय कन्हैया लाल की हो जय कन्हैया लाल की जय कन्हैया लाल की हो जय कन्हैया लाल की झलमा उज्यालो भयो जेल भित्र रातमा झलमा उज्यालो भयो
शङ्ख चक्र गदा पद्म श्रीकृष्णका हातमा बाहिर पनि बोलाइदिनुहोस् बाहिर लगिदिनु शङ्ख चक्र गदा पद्म श्रीकृष्णका हातमा आउन लागे भक्तजन ताप्ले जुन पासी आउन लागे भक्तजन ताप्ले जुन पासी दिन लागे आशीर्वाद नन्द पुत्र माथि दिन लागे आशीर्वाद नन्द पुत्र माथि आनन्द उमङ्ग भयो जय कन्हैया लाल की जय कन्हैया लाल की हो जय कन्हैया लाल की गोकुलमय आनन्द भयो जय कन्हैया लाल की जय कन्हैया लाल की आनन्द भयो जय कन्हैया लाल की हो जय कन्हैया लाल की घोडा दिए औरा दिए पालकी हात्ती दिए घोडा दिए औरा दिए पालकी जय कन्हैया लाल की हो जय कन्हैया लाल सबैले त्यहाँनिर राखौँ अलिक देखिने ठाउँमा यहाँ प्रत्येक क्षण पावन नमामि शङ्कर भजामि भोले नमामि शङ्कर भजामि भोले हर हर शङ्कर शिव शरण जय जय हर हर शङ्कर प्रभु शरण रूप भाते आरती सब भाई ओम जय जगदीश हरे भगवान का स्वामी भक्ति सुधा बरसाऊ प्रेम सुधा बरसाऊ शरण परिमोहानी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता युग युग पालन गर्छौँ अगणित रूप धरि प्रभु अगणित रूप धरि लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि ओम जय जगदीश हरे समता शान्ति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी चरण शरण बताऊँ अभय शरण पद सेवा पाई ओम जय जगदीश हरे सम्यन सुर सरिताको अविरल धार बहोस् प्रभु अविरल धार बहोस् जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभुमा यस्तो भयो। अब तपाईँले ती गाईहरू समारिदिनुहोस् फेरि ल्याएर ल्याउनुहोस्। यो प्रश्न हुँदो रहेछ हजुर नै संसार हुँदो रहेछ हजुरकै मुखमा संसार हजुरकै चाहिँ शक्ति हजुर धामको
भगवान की आनंद कंद भगवान की कृष्ण जन्म सबको संपूर्ण देवी देवताहरूको हजुरले चाहिँ डोरीले बाँधिन नसकिने डोरीले बाँध्न नसकिने हजुर नै हुनुहुन्छ त्यो परमात्मा परमेश्वर मलाई रक्षा देवा माताको मधुर कालिका देवीको सरस्वती कुण्डको यस घरका कुलदेवताको सद्गुरु महाराज ओम जय शिव शंभो जय गणेश जय जगदीश ओम शिव हर हर महादेव गिरि कैलास निगमकथित प्रभुको वर्णनमा शिव प्रभुको वर्णनमा आफ्नो सच्यो आफैलाई
तिमी चञ्चल कृष्ण छैनौ नि सानो धैरामा खान छोडेर हातैमा बाँसुरी मुथा मुथा छोरी ए हातैमा बाँसुरी मुथा मुथा छोरी परीक्षा पनि हुन्छ भनेर भने अनि ती बहिनी चाहिँ ल हुन्छ त्यही गर्नु त बहिनी अब यो हाम्रो सल्लाह पक्का है पक्का भन्नुभयो ती दिदी चाहिँ धन्देलीले त्यसो भने श्रीमद् भागवत पाठ कर्मणि तथा सप्ताह कर्मणि निमित्तक धर्मद्वारा एक आत्मा पूजा गरिराख्नु है ठ्याक्क राख्नु हरिओम सत्सर्गेका पूर्व सत्सर्गता सर्वभूमि वेदम जत भूतम दशकार्ष्ण यदि सामान्य कर्मच भवत अथवा तमेव पुष्पम रसलेक विधाव कल्पयन् मुख क्रमशः मूलपाद कृतं संमासिक आराधने कृत उत्तमसुखवदायता चन्द्रमा मनसो जात चक्षुषं सत्सर्गं खदं निरतनाग आशितं समुचितं अन्नाय सत्सर्गं वदमुञ्च तकन कल्पयन् भरे खल्लो अब मलाई भन्दा नि अब आफैले स्याउ के छ मिलाएर कोलाहरू सबै मिलाएर राख्दिनु ल हरि ओम मार्दिनु शक्ति छ नि त यहाँ भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय
भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते ओम नमो भगवते वासुदेवाय। 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 ओम नमो भगवते
Om Namo Bhagavate Vasudevaya. Om Namo Bhagavate Vasudevaya. Om Namo Bhagavate Vasudevaya.
भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय
कटुवालको काका खड्का कटुवालको हजुरबा तिवारीको